हेलो नमस्ते अनि गुड मर्निङ सबैलाई। म चाहिँ बबिता तामाङ पास्टर रोडबाट अनि आज पनि मैले फेरि नयाँ भिडियो लिएर आएको छु। आज चाहिँ हामी घुम्न जाँदैछौँ नि त, अनि त्यसैको भिडियो बनाउनु पर्यो भनेर भिडियोको स्टार्टिङ चाहिँ मैले मेरै घरको फुलबारीबाट गर्दैछु। फुलबारी चाहिँ अहिले यस्तो भइरहेछ। अनि यो चाहिँ मेरो अलिकति घरको यहाँनिर फुलहरू अहिले चाहिँ यस्तो भइरहेछ। यो न्यू कलरको निस्केको छ, यो त अब फुलेर पुरानो भइसक्यो। अनि मेरो अस्ति पनि थियो अनि यस्तो छ। अनि यो पनि हल्का सेडिङमा आएको छ। फुलहरू छ त्यो पनि यत्तिकै छ, तर यो चैत वैशाखको हावाले चाहिँ पुरा खतम गरिरहेछ क्या। यस्तो छ हाम्रो चाहिँ यतातिर पनि। अनि यहाँनिर यो पिटुनियाहरू पनि पोथीबाट फुलिरहेछ डबलीबाट। अनि यतातिर पनि यस्तै छ। राइनोकुलस राख्ने ठाउँ नभएर मैले यतातिर पनि राखिरहेको छु सबै। यस्तो हावा चलिरहेको छ। अनि यहाँ सबै तयारी हुँदैछ जाने। नानीहरू यहाँ यता हेर्नुहोस्, नानी पनि यो चाहिँ सप्तमी बजार हो। हामी जाँदा जाँदै बाटोमा पर्छ। अनि गीतहरू पुरा बजिरहेको थियो नि त, अनि त्यही भएर मैले चाहिँ यसमा चाहिँ भोइस ओभर गर्दैछु। आज यो चाहिँ सप्तमी हो। यसको माथि चाहिँ हिले डाँडा छ के, त्यो चाहिँ एकदम राम्रो छ। अनि एकदम धेरै यो पिकनिकहरू खानु ओर्नु पनि आउने हुन्छ। अनि आज चाहिँ हामी हिले डाँडा ननिस्की सरासरी जानेछौँ, किनभने धेरै टाढा जानु परेछ नि त। अनि अब अरू बेला पनि हिले डाँडा त आइ नै राखेको हो। अनि त्यही भएर आज चाहिँ हामी सरासरी जाँदैछौँ। यो अहिले चाहिँ पुरा बाटो बनाउँदैछ नि, त्यो राके रवि भेडेटारको। अनि त्यही भएर अहिले चाहिँ राम्रो छ क्या बाटोहरू पनि। तर अब धुलोहरू चाहिँ त्यस्तै हो, होइन भने चाहिँ पहिलाको कम्पेरिजनमा चाहिँ अहिले चाहिँ एकदमै राम्रो छ बाटोहरू। यो चाहिँ सप्तमीभन्दा अलिक माथि भेटिने बजार हो कि, यसलाई चाहिँ उत्तरे बजार पनि भनिन्छ। अनि यहाँ चाहिँ खास यो कमल पोखरी छ के, हेर्न लायकको ठाउँ। अनि यहाँ चाहिँ आज चाहिँ आकाश पनि यस्तो राम्रो खुलेको थियो नि, तर हावा चाहिँ यति धेरै थियो, त्यही भएर होला आकाश खुलेर बाटोहरू पनि कस्तो राम्रो देखेको थियो क्या। रियल आँखाले हेर्दा चाहिँ अब अहिले सुक्खाको महिना छ नि त, तर पनि के अरे क्यामेरामा चाहिँ कस्तो राम्रो देखेको क्या। अनि यो चाहिँ अर्को पञ्चमी बजार। अनि यो चाहिँ घुर्ने चाहिँ पञ्चमी पनि भन्छ। यो चाहिँ बजार एरिया हो। मैले चाहिँ अब के अरे बाबुसँग हुन्छु नि त, अनि त्यही भएर धेरै क्याप्चर गरेको छैन मैले। मेन रविदेखि राकेसम्म पुग्नेको मेन बजारहरू चाहिँ मैले प्रायः सबै क्याप्चर गरेको छु। इन्जोय गर्नु होला भ्यू हेरेर। यो पनि एकदमै जोस् अहिले चल्ने बजार हो क्या, जोस् चलपल हुने बजार हो।
यो पनि पोखरी नै हो तर अलिक सानो हो कहिले आएर रिजन चाहिँ यो त ठ्याक्कै उतोहरूको मम्मीहरू धेरै मिरिक मैले ए फुलेको रहेछ कस्तो राम्रो चुपचुप परेको हेर्न त्यो मिरिकहरूकोतिरको त्यो देखाउँछ नि हो त्यस्तो त्यस्तो देखेको क्या यो त हिँडेर जानुपर्छ नि पहिलो आमा रहेछ पुरा सबै कति राम्रो अगाडि जुम गर्दैन एकछिन राखेर जुम गरौँ न पर्दैन हामी चाहिँ फाइनली सुके पोखरी आइसक्यौँ आजको डेस्टिनेसन चाहिँ सुके पोखरी र साधुटार छ अब सुके पोखरी आइसक्यौँ अनि कस्तो राम्रो छ क्या जता हेऱ्यो त्यतै हेलो गर ल यहीँ बाँच्ची तर चलिरहेछ कि एकदम सुके पोखरी गुराँस चाहिँ अलिक कम फुलेको रहेछ सबैजना आउँदैछ यहाँदेखि साधुटार चाहिँ यहाँ छ त्यहाँ पनि एकछिन हामी जान्छौँ सबसे परदेखि नै तर क्यामेरामा अलिक राम्रो नदेखिँदो रहेछ मिनी कालुनचोक यहाँ अब बसेर खानपान सास बढेर अलिकति कुदे उनीहरूले भन्नु चाहिँ यही भनेको त अझै सबै फुलेको रहेन नि काका होइन भने कति राम्रो देखिन्थ्यो होला टाढै जाउँ काका हाम्रो आश गर्छ ताली बजाउँदै ह्याप्पी बर्थडे भन्ने नि सबैजनाले जय पनि आउनु ह्याप्पी बर्थडे अहिले म चिप्स दिदिनँ नि फेरि ल ल ल लु इनु सतान्नु छोरी रिकमा लाउ रिकमा थाल्यो यो चाहिँ रिकमालाई दियो त्यो रिकमालाई धेरै त्यो भुटीमा मैले कोक खाने कोक ल बेबी फेन्टा र कोक नि चाहियो तिमीहरू बसेर खाऊ न एउटा सब्जी त खानु
एकै ठाउँमा आउनु होइन छ कता ओ यो साइ लाग्ला लामले यहाँ ऊ अघि मासु लगाइरहेको छ नि खानु न नि गुन्द्रु सबैजना अब हिँडेर जाँदैछौँ अलिक माथितिर गुराँस राम्रो छ भनेर मेरो नानी पनि यहाँ हिँड्दैछ आमै झनै लड्यो है गुराँस चाहिँ बोटे सबै रहेछ तर फुलेकै रहेन क्या यतिखेर चाहिँ अलिअलि फुलेको रहेछ अनि कत्रो छ क्या गुराँसहरू कोपिला लागेको अलिक छिट्टो आएछौँ क्या हामी सबैजना हिँडेर आउँदैछ माथि पनि हिँडेर जाँदैछ हेर्नुहोस् हाँसिदियो फेरि डाँडाहरू त राम्रो रहेछ तर साह्रै हिँड्नु पर्ने क्या यहाँदेखि माथि चाहिँ हामी नजाने भन्यौँ आधी तलै छ धेरै हिँड्नु पर्यो कि आएर रिल्याक्स फिल गर्नु चाहिँ राम्रो छ कि गुराँसहरू पनि खासै फुलेको रहेन यहाँ अलिअलि मात्र फुलेको छ अनि यस्तै रहेछ सुकेको गरेको यो माथिको डाँडा आसालुङ पोखरी सायद यो अलिअलि फुलेको छ गुराँस यहीँ चल्दैछ हेर्नु न नखानुहोस् बोलेर बसेको अब फर्किने हामी बसेको एकछिन अब फर्केको केही रहेन यहाँ नानीहरू छ पाटे नागे हो यो चाहिँ पाटे नागे अरे केही छैन रहेछ चल्नु चाहिँ हेर्नु यत्रो उकालो हिँडेर आयौँ लास्टमा अब ओह्रालो चाहिँ यसरी जानुपर्छ यस्तो ओह्रालो गुराँसको बुट्टा त्यति मात्र फुलेको छ अब चाहिँ ओह्रालो यसरी जानुपर्छ यो चाहिँ साधुटार हामी फर्किँदा निस्किने भनेको तर अहिले चाहिँ यो पुरै सुक्खा भएको रहेछ क्या अनि त्यही भएर हामी चाहिँ निस्किनौँ गाडीबाट डाइरेक्ट नझरिकन फर्क्यौँ अहिलेको सिजनमा चाहिँ अब यो साधुटार चाहिँ त्यो जुन अब फोटो खिच्नु भनेर गइन्छ नि के अरे हिमालको छाया भनेर अनि अन्तिममा चाहिँ राकेमा आएर खाजासाजा खाएर अनि छुट्यौँ आजको ब्लग चाहिँ मेरो यहीँसम्मको थियो।